फोटो खिच्ने हैन एकदम एक्साइटेड छु क्या म त दौडिन्छु दौडिन्छु जापाली हो जापाली म परले फोसे म पक्कम प्लाजमा बनी बाबाल भयो आज बनी बाबाल भाइ ठीक छ हामी यो मध्येमा कतै जान्दैनौँ त विश्वास लाग्दै होला नि कहिले काहीँ त पक्क फोटो हाल्यो भने त यसरी हिँड्यो ल यो दाइ त लाज लाग्ने गर्छ गाड रहेछ गाइस यो एकदम बियर बोक्न एकदम सजिलो भइरहेछ बियर बोक्न सजिलो हुन्छ नि पत्तै लाग्दैन त एकछिनमा पुगिहाल्छ आजको मौसम चाहिँ सफा रहेछ केटा हो आज चाहिँ रमाइलो गरी स्विमिङ गर्नुपर्छ माथि बादल लाग्यो अब हामी निस्किन लागेको छौँ हाम्रो यात्रा भनेको लास्ट एउटासम्मको छ के छ भाइ ठिक छ सबैजना केटाहरू हिँडिसकेको छ अब हामी के गरिरहेको सबैजना ए बाबाले हिरो देखिरहेछ कुरा छत्र देखिरहेछ के भयो ल अब हामी तल झरिसकेपछि तपाईँहरूलाई भन्छौँ होइन यहाँ हेर त हाम्रो यात्रा कहाँको अरे लासियोता अब हामी लासियोता हिँडेर जानु पर्ला ओबाङ जानु लाग्यो फेरि अङ्गाजी गर्न खै त्यो कुरै नगएर के हो अब हामी एकछिनमा तपाईँहरूलाई अपडेट गर्नेछौँ त्यसको लागि हामी लिफ्टमा छौँ होइन कति जान्छौँ केटा हो 1 2 3 4 5 6 जना लिफ्टमा छौँ ल केटा जान्छु ढिलो भइरहेछ होइन अब हामी जानुपर्छ के गर्ने केटा हो बिएससी खाने हो बिएससी छिटो भन न के बोल्नु न के बोल्नु बियर सियर खाने होइन डक्टरसँग लग्नुपर्छ होइन म चाहिँ खाँदिनँ गाइस तिमी के खान्छौ त म चाहिँ जुस कुन जुस जाने भित्र गएर सामान किनौँ न त हामी यहाँ सामान किन्न आएको छौँ अब एकछिनमा सामान किनेर जाँदैछौँ बियर किन्यो होइन ल क्यामेराम्यानले कार्ड निकाल्नु कार्ड निकाल्ने ल म कार्ड निकालिहालेँ ल मासै कति गाह्रो भइरहेछ त एकदम बियर बोक्न एकदम सजिलो भइरहेछ बियर बोक्न सजिलो हुन्छ नि अहिले पालो बोकौँला नि म बोक्छु है त कपालै टक्नै देखियो कि मोटे भुडे गर्छ त कपाल अब 15-20 वर्षपछि जागिर खाएर गएपछि पाल्नुपर्छ होइन मोटे भुडे पाल्नसम्म त पालियो नि को मोटे भुडे भने चाहिँ फेरि निखिल राणा मगर निखिल भाइ छिटो आउने यार तिमीले गर्दा सब पुरै टोरीलाई पछाडि पारिरहेछ यार छुट्यो नि त हिँड्यो त तिमी अगाडि तिमीले लिडरसिप गाइड गर्नु पऱ्यो क्या सबलाई अनि टाढो छैन खासै एकछिनमा पुगिहाल्छ यो चाहिँ मैले चलाउनु खाली गाडी रहेछ गाइज यो गाडी चाहिँ मैले चलाउनु खाली रहेछ होइन छैन यो त एन्टिक पिस हो त होइन यो बाइक एन्टिक पिस फ्रम भन्यो भाइ
ट्रामको अगाडि लाइट बल्दा टिप्नु न त ट्रामको अगाडि लाइट बाल्दा होइन अब तिम्रो यहाँ यसरी हिँड्यो ल यो दाइ त लाज लाग्ने गर्छ लाज साज होइन के भाइ लाज साज यस्तै हो होइन तिमी नगर यहाँ छिटछिटो हिँड भन्न खोजेको हो कि रतन कार्की त कहाँ मेरो घरतिरको हो जापाली हो हामी एटलिस्ट नर्मल डिपी पर 6 किलोमिटर मात्र आउनु बाँकी छ कि त्यसको अब इङ्ग्लिस आउँदैन यार मलाई त्यस्तो नगर न आज केटाहरूले ढिलो गराउने भयो यार यो त ठुलो रहेछ त के हो यो के देख्दैछु म के देख्दैछु आज यो माथि हो रेड लाइट बढिरहेको छ रेड लाइट बढिरहेको छ एउटा अब हामी गइरहेको छौँ के भाइ कता गयो यार अनि यो के लागेको त भाइ तिम्रो यो के लागेको राति झरेछ क्या हो युरोपको यात्रा यस्तै हाम्रो यात्रा आफ्नो आफ्नो भने जस्तै होइन काम पनि लाग्यो 16 होइन नि यार अलिकति झुकेर भने कि 16 प्रो म्याक्स हो यही किने जस्तो लाग्छ होइन उसले यो चस्मा किनेको होइन अरे उताबाट चढ्ने हो सर्ट ल केटा यो तरिकाले भएन अलि फास्ट गर्नु पर्यो केटा के ट्रेनमा बसेर जाने हो यहाँ रमाइलो गरिरहेको छ नि जे होस् युरोपमा यस्तै चल्छ अब के भन्नु युरोपको युरोपमै हो विश्वास लाग्दैन होला नि होइन कहिलेकाहीँ त विश्वास लाग्दैन होला नि कहिलेकाहीँ त अब कहाँ अनि अब गाउँमा बसिरहेको एक्कास युरोपमा आएपछि त अनि त्यस्तै त हो नि होइन र तिमीलाई कस्तो फिल भइरहेको छ त अनि एकदमै एक्साइटेड छु क्या अब के भन्छ त्यो बिचमा जानको लागि क्या प्लासमा जानको लागि प्लासमा एकदम इङ्ग्लिसै बोल्थ्यो न इङ्ग्लिस होइन के फ्रेन्च हो नि त क्या ट्रेन गयो त यार के गर्ने हो यो ट्रेनमा जाने कि मेट्रोमा कि अरे है तिमी चाहिँ हिँड कि दौडिदिने हो ल केटा छिटो आऊ छिटो तर जे भने रुलको पालना चाहिँ गर्नुपर्छ यसरी रेड लाइनमा हिँड्नु हुँदैन बुझ्यो नि आजको मौसम अलिक सफा छ होइन हेर्ने लागेको छ घाम पनि लागिरहेको छ आज चाहिँ मजा हुन्छ जस्तो छ होइन कस्तो भयो हिजो कस्तो भयो हिजो पनि बाबाल भयो आज पनि बाबाल भयो ल ठिक छ केही छैन होइन आजको मौसम चाहिँ सफा रहेछ केटा हो आज चाहिँ रमाइलो गरी स्विमिङ गर्नुपर्छ
माथि बादल त लगाइहाल्छ नि भाइ यार बादल त के हो र छ होइन अब स्टेसन पनि आयो होइन अब हामी गइरहेको छौँ यो होइन भाइ स्टेसन कुन स्टेसन र यो मार्सेलको किन नाम त थाहा छैन अनि एक्ज्याक्ट नाम भन त ल होला नि कसैले राख्यो होला नि नामै थाहा छैन यो मान्छेलाई यार खानाले अब जाने कि नजाने भन्दा ट्रेन चढ्यो कस्तो अब उसको रियाक्सन हेर तकुरी जानु चाहिँ हो हाम्रो आज होस्टको बिचरा मुड अफ भइसक्यो कस्तो छ अब चढ्यो अहिले त मुड ठिक भयो नि थोरै भले भाइ के छ विचार कस्तो भइरहेछ त्रिपाठी सभा केही त बोल न हि गर्छ भाइ कस्तो छ जाने हो रेडी हो केटाहरू को हो त्यो पछाडि लुकेको फेरि मास्के गर्लफ्रेन्डसँगै बिजी छ मागेको छौँ ए भनेको होइन रहेछ थक ल लेट्स गो माओला ट्रेन हिँड्यो केटा ट्रेन हिँड्यो केटा सकियो गाडी हिँड्यो केटा ल फेरि केटाहरू हामी दुईचोटि ट्रेनमा त झरेर फेरि उक्लिसक्यो ढिलो हुन्छ भन्दै उ गर्दै टेन्सनको माहौल होइन यो उसलाई फेरि फोटो चाहियो उसलाई बाल छैन दुईजना केटाहरू निस्किसक्यो केटा हो ल त है अब लास्ट चान्स चाहिँ अब झर्ने भयो अझ एकचोटि अब एकचोटि झरिसक्यो है साँच्ची हो ल यो मान्छे कोसँग बोल्दा ल त आइयो अब कस्तो विचार के छ स्विमिङ खेल्न सक्छ पानी पर्ला जस्तो गरिरहेछ बुढो केटाहरूको मुडै अफ देखिरहेछ निखिल ट्रेनमा त हेन्सम देखिरहेको थिएँ यहाँ त मागेको छौँ के छ भाइ सुत्नु मन लागेको छ पानीभित्र मागेको छौँ च्याप्प सुत्ने अब यस्तो छ यस्तो चिसो छ यहाँ रमाइलो भन्दा पनि ट्रेनिङको लागि आएको जस्तो भएर चाहिँ हामी चाहिँ त्यो मसँग छैन कि गामले लडिराखेको कि मलाई चाहिएको थियो म बनाउँथेँ पछि टाइम हुँदा ल हामी आयो ल केटा हो झरौँ होइन
यता भन्दा उतातिर अब हामी चाहिँ यहाँ घले भाइको ऊ जेट लिन आएको होइन पानी जहाज कहाँ राखेको छौ तिमीले राखेको ए त्यो हो भाइको त्यो पार्किङ गरेर राखिरहेको छ त्यहाँ अब निकाल्नुपर्छ हामी आएको ठाउँ चाहिँ एक्ज्याक्टली घुम्न जाँदाखेरि यस्तो यस्तो ठाउँहरू छ होइन गाइस तर हामी यो मध्येमा कतै जान्दैनौँ जान्छौँ हामी गाइस मेनली गरी चाहिँ यो चाहिँ अप्रिल मे जुन सेप्टेम्बरमा चाहिँ रहेछ है कुन कुनमा फेरि रिपिट गरिदियो मेनली यसको चाहिँ अब मेनली घुम्ने टाइम भनेको चाहिँ अप्रिल मे यो टाइममा घुम्न आउँदा चाहिँ हुन्छ है केटा एकदमै बेस्ट टाइम रहेछ होइन समरमा होइन रिजर 1000 2000 4000 1500 6000 1700 मा यो चाहिँ सबैभन्दा राम्रो घुम्ने ठाउँ हो यताबाट पनि सेम नै रहेछ होइन हल्का हावा चलिरहेको छ केटाहरू आइरहेछ यो मिल्छ होला यो कुकुर चाहिँ कडै छ हेर न यो कुकुर चाहिँ कडै छ तबाक छ नि उता भित्र छ यहाँबाट भित्र छ कि ल यो कुकुर चाहिँ कडा लाग्यो हामी कहाँमा आयौँ रे मोपा कंप्री मोपरले फोन्से मोपा कंप्री प्लाज्मा मोपरले फोन्से मोपा कंप्री नाम चाहिँ थाहा छैन होइन प्लाज्मा चाहिँ आयौँ नाम चाहिँ थाहा छैन अब यहाँदेखि चाहिँ है यहाँदेखि चाहिँ भ्यू चाहिँ बवाल जान्छ है अब यस्तो राम्रो भ्यू छ होइन यहाँदेखि चाहिँ फाइनली अब चाहिँ हामी यो ठाउँ जाँदैछ 5 मिटर डिस्टेन्समा पुग्यो भने चाहिँ हामी यो ठाउँमा पुग्छौँ है त ए गले भाइ हिजो आइसकेको छ हाम्रो कसो भाइ गले भाइलाई निन्द्रा लागिसक्यो पानीमा थियो किनभने वेदर यस्तो छ अनि मोटिभेसनै छैन गिटारमा है मोपरले फोन्से पा कंप्री हाम्रो दाइले चाहिँ उता खतरा हानिरहेको छ होइन भिडियो हाम्रो दाइ होइन अब चाहिँ हामी गइरहेछौँ होइन 5 सेकेन्डमा यस्तो राम्रो ठाउँमा पुग्छौँ हामी होइन अब 5 सेकेन्डमा तपाईँहरूलाई पक्नुहोस् ल अहिले म देखाउँछु झर्दिम तिमीहरू फोटो पछि खिच्ने दादा यहाँ त खस्यो भने त फेरि यो चाहिँ अनि एकदमै प्राइभेट बिच टाइपको एकदमै सानो खालको होइन मान्छेहरू खासै आउँदैन यहाँ होइन त्यति धेरै पब्लिक भएको छैन यो त सानो स्टेन दामी छ सेपमा यो मान्छेको रियाक्सन चाहिँ फोटोको लागि आइसक्यो केरी भाइ फेरि भन त त्यो मेरो दिदीहरू केटी दामी लागेर के गर्छ के गर्छ सियोटा भन्ने ठाउँ हो एकदमै राम्रो छ होइन भिजिट गर्न चाहनेहरूलाई यता हो त्यतैबाट जाऊँ न
चाहिँ होटल हो केटाहरू बाँडहरू जस्तो कहाँ जान्छ यार यस्तो बाटो हिँडेर जानुपर्ने भइरहेछ अब है अब हेरौँ त्यो समुद्र छ है चकचके केटाहरू है के गर्नु ट्याक अब जानु परिहाल्यो होइन अनि लागेर तर यहाँको त्यो भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ वान अफ द बेस्ट भ्यू छ क्या जस्तै अब यहाँ टक्क फोटो हाल्यो भने त बबाल आउँछ नि त वाला केटाहरू चकचकेहरू यहाँ आएर बसिरहेछ ओ केटाहरू हेर समुद्र होइन नेचुरल फ्रिज यहाँ देख्न सक्नुहुन्छ केटाहरूको काम यहाँ देखाउ त भाइ यो चाहिँ नेचुरल फ्रिज हो फ्रिज होइन चाहिँ अहिले स्विमिङ खेलेर बसिरहेको छौँ होइन बियर पनि अलिअलि भइरहेको छ केटाहरू यहाँनिर टिकटक बनाइरहेको छन् रमाइरहेको छन् होइन हाम्रो त्रिपाठी भाइ नआउने भनेको नआउँदै नआएन अब के भन्नु कट्टु सट्टु त लगाएर रेडी नै थियो जाडो छ होइन जाडो छ नि हाम्रो यो केटाहरूको चाहिँ टिकटक बनाइरहेको छ होइन केटा हो टिकटक बनाइरहेको छ नि होइन जाडो भयो मलाई ल केटा हो कुन गीतमा बनाइरहेको टिकटक छैन बढी रहन्छ बढी त तिम्रो छ नि ल एभ्रिवान अहिले हामी इन्जोय गर्दै गर्छ तपाईँहरूलाई अपडेटमा जानकारी गराउँदै गर्छ होइन एकछिनलाई बिदा पाऊँ फादरको हातमा नरिवल केटाहरूको पारा फेरि यहाँ होइन त्यो ढुङ्गामा यो मान्छेलाई फेरि फोटो बाहेक अरू केही छैन अब तपाईँहरूले हेर्छौँ भयो आज हामी यो ठाउँमा एकदमै रमाइलो गऱ्यो स्विमिङ पनि गऱ्यो वेदर यस्तो छ र पनि हामीले चाहिँ स्विमिङ गऱ्यो होइन यो ठाउँमा अनि एकदमै रमाइलो भयो आजको दिन चाहिँ साथीहरूसँग अनि हामी एक हप्ताको छुट्टीको लागि आएको थियो अनि यो ठाउँमा एकदमै रमाइलो गऱ्यो होइन एकदम रमाइलो भयो यो ठाउँमा तपाईँहरू आउनु सक्नुहुन्छ भने चाहिँ यो चाहिँ मार्सलबाट नर्मल्ली आधी घन्टा पारी चाहिँ पर्छ यो ओबाङबाट अझै 20 मिनट पारी पर्छ यो एकदम राम्रो छ यो ठाउँ चाहिँ होइन तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई यो ठाउँको लोकेसन चाहिँ म तपाईँलाई डिस्क्रिप्सनमा दिन्छु एकदमै रमाइलो छ यो ठाउँमा चाहिँ एकदमै राम्रो शान्त यो ठाउँमा धेरै मान्छेहरू आउँदैन होइन यो किनभने लोकेसन अलिकति गुपचुप छ भनौँ न होइन एकदमै त्यति धेरै पब्लिकमा नआउने लोकेसन हो होइन त्यही भएर अनि यो चाहिँ हामी आफैले खोजेर आएको लोकेसन हो एकदमै राम्रो छ तपाईँहरू हेर्न सक्नुहुन्छ होइन नर्मली एकदमै बेस्ट छ यो लोकेसन चाहिँ होइन गएर हेर्नु सक्नुहुन्छ त्यहाँ माथि पहाड छ यता यस्तो छ अनि त्यहाँ चाहिँ एउटा सानो टापु छ हामीसँग होइन एकदमै रमाइलो छ यो ठाउँमा आउन सक्नुहुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ भने चाहिँ मेरो कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न नबिर्सनु होला अनि म तपाईँहरूको लागि एउटा मिठो डिस्क्रिप्सन दिन्छु सायद मेरो आवाज पनि त्यति राम्रो सुनेको छैन होला किनभने समुद्रको आवाजले गर्दाखेरि अनि यो समुद्रमा पनि यस्तो क्लिन छ यहाँको पानी होइन तपाईँहरू स्विमिङ गर्न चाहनुहुन्छ भने चाहिँ एकदमै बेस्ट छ यो ठाउँ चाहिँ होइन तपाईँहरू मजाले स्विमिङ गर्न सक्नुहुन्छ यो ठाउँमा तपाईँ समाजको लागि चाहिँ एकदमै बेस्ट डेस्टिनेसन चाहिँ तपाईँहरूको लागि हुनसक्छ सो तपाईँहरू यो ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न नबिर्सनु होला हेलो गाइस अब चाहिँ हामी जान लागेको हाम्रो लासियोताको अब स्विमिङ खेल्ने टाइमिङ कटिसकेको छ होइन ओभर भएको छ भनौँ दिन 1-2 घन्टा रमाए पनि हामीलाई साह्रै रमाइलो भयो 1-2 घन्टा बिताए पनि होइन यो जस्तो ठाउँ चाहिँ खासै कहीँ पाउनुहुन्न जस्तो लाग्छ धेरै राम्रो छ प्रफिट हुन्छ पैसाहरूको सबै चिजहरू होइन अब हामी सबैबाट एउटा होइन कस्तो भयो त भाइ तिम्रो मलाई चाहिँ एकदमै दामी भयो गाइस एकदमै रमाइलो भयो होइन एकदमै चिल मेरो चाहिँ
पिसिङ खेल्यो नि होइन बब्बाल बब्बाल झन्न डुबेको पानी खाएको थियो होइन झन्न डुबेको के अनि बिर्खे है तिम्रो कस्तो भयो त भनिदियो नि त अनि मेरो त बबाल त पिसिङ खेल्यो नि होइन बब्बाल सबभन्दा टाढो पुगे मै हो सबभन्दा टाढा पुगेकै उयो हो दाइ उता जाम भन्नु थियो तर अलिकति कोही आएन मसँग गहिरो पानीले पानी भएको गर्दाले हामी जान पाएनौँ केही छैन होइन अर्कोचोटि फेरि हामी नयाँ ठाउँ भिजिट गर्नेछौँ तपाईँहरूलाई देखाउनेछौँ तर यो भनेको हाम्रो साह्रो रमाइलो कस्तो भयो त हाम्रो यात्रा सबै राम्रो दायाँ बायाँ 4 बोतल खायो ठिक भइरहेछ कात्रुबा स्याङ पाइरहेछ रमाइलो भइरहेछ रमाइलो भइरहेछ नि होइन आजको रात राम्रै कट्ला सोचेको थियो त यस्तो हुन्छ भनेर होइन त्यो दुईजनाले भाइहरूले गर्दा यस्तो भयो नि बिचमा मुडप भएको थियो कि तिनीहरूको नाम भनिदिनु पर्छ हामीले फोन लेखेर चाहिँ हेर्नु नौनी भन्थेन होइन पैसा सैसा छोड्यो पैसाको कुरा नगर पैसाको कुरा नगर न पैसा त हामी जहाँ पनि कमाइहाल्छ नि होइन पैसा त जहाँ पनि हामी कमाइहाल्छ त्यो ठुलो कुरा भएन कस्तो भयो भनाइ हो कि यहाँको ट्रिप तिमीलाई हेर साथ दियो नि होइन हामी झरिसकेको मान्छे हो कि होइन तर कस्तो भयो रमाइलो भयो नि एकदम त्यही भएर त्यो अनसर्टेन कुराहरू हुन्छ होइन डाइरेक्ट अब जाँदाखेरि प्लानिङहरू गर्नुभन्दा नि डाइरेक्ट हो कि हाम्रो पनि डाइरेक्ट नै भएको हो त्यस्तो खासै त्यो ठुलो प्लानिङ पनि भएको थिएन रमाइलो भयो जे होस् अब नयाँ डेस्टिनेसन हामी तपाईँहरूलाई देखाउने नै छौँ छिटै यदि गयौँ भने यो हाम्रो पहिलो डेस्टिनेसन र पहिलो भ्लग थियो राम्रै भयो हामी कन्टिन्यू गर्नेछौँ त्यतिखेरसम्म सबैलाई स्टे ट्युन मेरो साना लिजिनियरहरू यहाँ फोटो खिच्ने होइन उतै हो बस होइन $10 मिनट त अब 20 मिनट छ